जस्तो मान्छेले भन्छ राज्यको ले कसरी धान्छ यत्रो खर्च भनेर ल अहिले त तलब भत्ता त दिइराखेको छ त कोटामा पनि त तलब भत्ता राहतले खाने तलब र राज शिक्षकले खाने तलब साबिक उच्च माविको शिक्षकले खाने तलब शिक्षण सिकाइ अनुदानको शिक्षकले खाने तलब र हामी थाई शिक्षकले खाने तलब त ग्रेड बाहेक त आधारभूत तलब त बराबर हो नि त अनि त्यो खर्च त राज्यले गरेको छ अब ती दरबन्दीलाई स्वीकृत दरबन्दीमा परिणत गर्ने स्वीकृत दरबन्दीमा परिणत गरेपछि शिक्षक सेवा आयोगले ती दरबन्दीलाई चिन्छ अनि शिक्षक सेवा आयोग मार्फत नेपाल शिक्षक महासंघ र राज्यको बीच जुन ढङ्गले सम्झौता भएको छ त्यही निकासबाट सबै शिक्षकहरूलाई स्थायित्वको प्रक्रियामा लैजाने हामी त्यो अभियानमा छौँ र यो ऐनमा त्यो प्रबन्ध गर्ने हो। अब त्यसो भइसकेपछि सबै थाई शिक्षक होइन्छ अनि त्यही अघि मैले भने दुईटा आयोग बीचको छोटो अवधिका अस्थायी प्रकृतिका शिक्षक हुन्छन्। अर्को आयोग हुन्छ त्यो दरबन्दीमा उहाँले नै पास गर्नुभयो भने वहीँ बस्नुहुन्छ, अर्काले पास गर्यो भने अर्को आउँछ।